यो चाहिँ बवाल बनेछ है गाइस। यो चाहिँ खतरा के जादो हो यो है। मोमो हो कि के हो यस्तो यो। हाई गाइज, वेलकम ब्याक अगेन। आजको नयाँ भिडियोमा सबैजनालाई स्वागत छ। आज चाहिँ म बिहान यहाँनिर मोमो लिएर उपस्थित भइसकेको छु तपाईँहरूको सामु। अब यो मोमोको टेस्ट हेरौँ के कसो बनेको छ। घरमै बनाएको हो होइन। अनि हेरेर साथ दिनु होला है त। म चाहिँ अब टेस्ट गर्छु है। छेउबाट सुरु गरौँ के कसो रहेछ यो। अचार चाहिँ ठिकठाक बनेछ है। टेस्ट गरौँ है त। मिठो चाहिँ मिठै रहेछ। अचारमा अलि नुन कडा भइसक्यो। बिहानै मोमो खाएर छु है गाइजहरू। खतरा बनेछ है मोमो चाहिँ, एकदमै गजब। बिहानै मोमोको टेस्ट लेगिरहेको छु। सबैजना लाइक गरिदिनु होला है त। धेरै पछि मोमो खाइयो है घरमै बनाएर। तपाईँहरूसँग सेयर गर्दै खाइरहेको छु। पिरो छ गाइस, पिरो छ। अचार चाहिँ यस्तो छ है, होममेड हो एकदमै घरमै बनेको। नेपाली स्टाइलमा हातले मजाले दन्काइरहेको छु है साथीहरू। फटाफट लाइक गरिदिनु होला। सिलाम हालेको पुरा डल्लै छ सिलाम पनि नपिसी हालेको होइन। मजा चाहिँ आइरहेछ, बवाल मजा आइरहेछ।
फ्लेभर चाहिँ बहुत अच्छा आइरहेको छ। यो चाहिँ बवाल बनेछ है गाइस। यो चाहिँ खतरा के जादु हो यो है, मोमो हो कि के हो यस्तो यो। गाइस साह्रो अगाए ओभर भयो, लास्टै धेरै भयो यार। टेस्ट त मजा आइरहेको छ, के गर्नु। लास्ट बाइट है गाइस, लास्ट भयो यो चाहिँ है। ओभर भयो, मलाई चाहिँ लास्ट ओभर भयो। अब 2 दिन बाद खान्न होला मैले त सायद, किनभने यसलाई पचाउन गाह्रो हुन्छ नि त मोमो होइन। अचार चाहिँ स्वादिष्ट आइरहेछ क्या अझै। ल सकियो गाइज होइन। लाइक कमेन्ट गर्न चाहिँ नभुल्नु होला होइन। जसले पनि यहाँसम्म आएर हेर्नु भएको छ, हेर्नु हुने जतिले चट्ट लाइक, त्यसपछि कमेन्ट चाहिँ आछु भनेर पनि देखाइदिनु होइन। अनि कमेन्ट पनि गरौँ के कस्तो भयो भनेर। ल आजलाई यति नै, फेरि भेट्नेछौँ अर्को भिडियोमा, नेक्स्ट भिडियो। ओके टाटा बाई बाई गाइज।